Hello everyone, welcome or welcome back to my YouTube channel. तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो नाम चाहिँ बलमा चामलिङ हो है अनि आजको मेरो न्यू डे न्यू ब्लगमा सबैजनालाई मैले स्वागत गरिरहेको छु अनि आजको ब्लग के छ भने तपाईहरुले बाइ द टाइटल र थम्बनेलबाट थाहा पाइसक्नु भएको छ है अनि मेरो त ब्लग पनि खुलाको मात्रै आउँदैछ अनि आज मे डे हो हैन मे डेमा चाहिँ अब स्पेशल त के छ हाम्रो खुला गएर चाहिँ आज चाहिँ हामी बनभात खाने हो हैन सबैजना साथीहरु छौं अन्त अहिले चाहिँ मैले ब्लग घरबाट स्टार्ट गरिसकेको छु हैन अनि अब चाहिँ म घरबाट निक्लिन आँटेको छु सो आज हामी खोलामा के गर्छ तपाईहरुलाई त्यो सबै देखाउने छु है अनि थ्यांक यू सो मच इच एन्ड एभ्रीवन है एकदमै धेरै माया र सपोर्ट दिइरानु भएकोमा अनि आजै यसरी नै तपाईहरुले मलाई साथ सपोर्ट दिनुहुन्छ भनेर एकदमै आशा गरेको छु अनि तपाईहरुलाई अब म घरबाट निक्लेर भेट्ने छु को छ हामीसँग आज मसँग को जोडिएको छ साथीहरु भनेर चाहिँ तपाईहरुलाई म देखाउने छु हेर्दिदै गर्नुस् फर्स्ट देखि अन्तिमसम्म स्टे ट्युन गाइस सो गाइस यहाँ चाहिँ हाम्रो सिंगला 5 नम्बर लिस्टमा चाहिँ यति रमाइलो भइराको रहेछ टुरिस्टहरु एकदमै बेसी आइरहेको छ है यहाँ छ हाम्रो केटीहरु फोरेनर्सहरु पनि प्राय उता साइड आइरहेछ के तपाईहरुलाई म देखाउँछु ल एकदमै खुसी लाग्यो है हाम्रो सिंगलामा पनि टुरिस्टहरु आउन थाल्यो कहाँ जानु भएको भाउजू हामीसँग जान्दैन ए लो सबैजना यहाँ एकदमै हेलो हेलो लो एकदमै बेसी आज रमाइलो भइरहेछ यहाँतिर चाहिँ एकदमै आज बेसी फोरेनर्सहरु आइरहेछ है ओ राम्री राम्री आइरहेछ हाम्रो सिंगलामा आज चाहिँ एकदमै बेसी टुरिस्टहरु आइरहेछ यहाँ हाम्रो नानाहरु पनि हुनुहुन्छ है हाय यहाँ भाउजू फ्यामिली पिकनिक नानाको रहेछ फाल्टै हो ए जुम जुम चढ्दै गरौँ ए तपाईहरु माछामै हो जुम न अन्त ल एकदमै रमाइलो भइरहेछ आज चाहिँ हाम्रो सिंगलामा चाहिँ टुरिस्टहरु आएर एकदमै खुसी लाग्यो है आफ्नो गाउँमा चाहिँ टुरिस्टहरु आउँदाखेरि ल हाम्रो यो अर्को टिम चाहिँ आइसकेको छ अर्को गाडी यहाँ रोक्नु न बाइ 2 hours later. सो गाइस हामी चाहिँ खोला आइपुगिसकेको छौं सधैँकै जग्गामा हैन फेरि तपाईहरुले अब तपाईहरुलाई पनि वक्कै दिक्कै भइसक्यो होला यो मेरो सिंगला बजारको यो नजारा हेरेकोले है तर अब के गर्नु नानीहरुको सुविस्ता हेर्नु पर्यो हामीले हैन नानीहरु चाहिँ हामी यहाँ बस्यौं भने चाहिँ खेल्ने जग्गा एकदमै ठुलो प्लेस छ नि त सो त्यही भएर चाहिँ हामी जहिले पनि आउने गर्छ है अनि अब आज चाहिँ खोला एकदमै धमिलो छ किनभने हिजो रातभरि बिहानसम्म पानी परेको कारणले गर्दा सो तपाईहरुलाई मैले ग्याङ को छ भनेर तपाईहरुलाई म खोला पुगेर देखाउने छु भनेको थिए है अन्त यहाँ छ इन्दिरा हेलो स्टु हेलो हो अन्तखेरि यहाँ कल्याणी नाना यहाँ हाम्रो विशादा बहिनी से हेलो सबैजनाले कुजेची हेलो ल चिन्दैन आज चाहिँ अब अरु बेला ल्याङफ्याङ भएर बस्ने हामी हैन घरमा आज चाहिँ अब सबैजनाले घामले गर्दा पनि हामीले के भन्छ अब स्किनको लागि हैन अलिकति सन प्रोटेक्टको लागि चाहिँ हामीले यो लगाइरहेको छौं सबैजनाले यहाँ हेर्नुस् त हेलो नित्या भाउजू आउ ल यहाँ हाम्रो बिन्द्या नाना हो यस लेस आज त त्यस्तो लिएन त हेलो ए हो रोदु हेलो चिन्दैन नि आज त नाना यता हेर्नु न हेलो ल आफ्नो ड्युटी स्टार्ट भइसकेको छ हामी आएपछि त्यस्तै हुन्छ हैन सबैजनाले आफ्नो कामहरु छुट्याइहाल्छौं सबैले मिलेर काम गर्दाखेरि छिटो पनि सक्छ नि त अन्तखेरि यसो अब चाहिँ हामी खाना पकाउने है नानीहरु आफ्नो जग्गामा नानीहरुलाई पनि देखाउँछु ल ल यतिको हल्ला खल्ला भइरहेछ यहाँ चाहिँ छ हाम्रो काटकुटको स्टार्ट भएछ के भयो
सलादको लागि तैले फाल्छ सिसा दिएको के रे धनिया सलादको सामान सबै छोडेछ धनिया लिएको छैन धनिया काट्रा मुला थिएन तुर्की धनिया यहाँ मासुसँगै थियो त अघि धनिया मासु मान्छे आज बेसी भएर हामी क्या अब योपालि बेसी आइरहेको छौँ त त्यो भएर चाहिँ सामानहरू राति छोडेछ हो यहाँ छ हाम्रो बच्चाहरू से हेलो सबैजनाले हेलो ए सबैजना छ के भयो अल्छी लाग्यो ए अल्छी लाग्यो ए अन्त एकछिन पख न अन्त हामीसँग जानुपर्छ एकछिन ल यहाँ छ केटाकेटीहरू हो किन त्यहाँ बसेको त यहाँ पर यहाँ चाहिँ मेरो भदैनी बसिरहेको छ गरम भयो अरे हो अन्त त्यही छ हाम्रो हिजो कठैमा घुम्न लु सबैजना यहाँ छौँ सो हेरिँदै गर्नुहोस् है फर्स्टदेखि अन्तिमसम्म आज के हुन्छ तपाईँलाई सबै देखाउने छु गरमले एकदमै तर पानी पर्नु भन्दाखेरि चाहिँ घाम लागेको बेस्ट हाम्रो लागि चाहिँ किनभनेदेखि पानी पऱ्यो भने नानीहरू बिजोक हुन्छ नि त है अन्त हेरिँदै गर्नुहोस् अब मामहरू पकाउँछौँ हामी होइन सबैजना घामले नानीहरू पनि ओइलिरहेको छ सबैजना ए लु अब चाहिँ हामी काटकुट गर्नुपर्छ भ्लग मात्रै गर्नु भएन मैले यहाँ काटकुटको स्टार्ट भइसकेको छ आजको हाम्रो आइटम के छ सुँगुरको मासु राई परिया खाइन्छ होइन अन्तखेरि यहाँ छ आलुदम अन्त चिकन छ यहाँ वाचिपा छ अन्त माम दाल त्यति नै छ अन्त हेरिँदै गर्नुहोस् फर्स्टदेखि अन्तिमसम्म तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनुहोस् A few moments later. सो गाइस अब चाहिँ म आलुदम पकाउन आँटेको छु होइन जहिले पनि म चाहिँ आलुदमकै उयसमा पर्छु नि त मलाई आलुदमको भात अलग्गै छुट्याइदिइसकेको हुन्छ यिनीहरूले हो अन्त आलुदम पाकेर चाहिँ नानीहरूलाई आलु भुजा अन्त ब्रेडहरू दिँदै गर्छौँ ब्रेकफास्टको नास्ता भन्दा पनि त्यही हुन्छ होइन किन अरू माम चाहिँ ढिलो हुन्छ नि त पकाउँदा अब ढिलो हुन्छ चुलामा होइन दाउरामा पकाउँदाखेरि साह्रो नै पर्छ सो त्यो भएर चाहिँ अब हामी फर्स्ट हाम्रो खाना पाक्दैछ आलुदमदेखि स्टार्ट हुँदैछ होइन यहाँ चिकनको लागि मेरिनेट गर्दैछ अन्त सबैजना यहाँ काटकुट हजुर अन्त एकदमै थ्याङ्क यू सो मच हाम्रो शिशिर दादालाई मेरो ब्लगको थ्रुबाट पनि होइन बिचरा दादा नआउनु भएको भए चाहिँ हामी बिजोक हुने थियो अन्त दादाले चाहिँ यहाँ हामीलाई पालको लागि चाहिँ बन्दोबस्त गर्दैछ टेन्ट बनाउनु लागि चाहिँ एउटा हुन्छ नि पाल ओछ्यायो भने चाहिँ सेफ्टी हुन्छ नि त नानीहरूदेखि हामी होइन घामदेखि ठिकै हाम्रो शिशिर हजुर ठिकै शिशिर दादा आएछ नि त हाम्रो ज्वाइँ छ ज्वाइँ र शिशिर दादाले चाहिँ यहाँ हाम्रो लागि बनाइदिनु हुँदैछ तयारी गर्नुहुँदैछ रेडी गर्नुहुँदैछ हो अन्त लु तेल पनि खारियो हो अन्त अब तपाईँहरूलाई म अहिले पकाएर देखाउने छु पानी छ राम्री केटी बलमाले चाहिँ अब यहाँ आलुदम बनाउन आँटेको छ है एकदमै राम्रै ब्युटिफुल आज झन् एकदमै राम्री देखिरहेछ है आजको आउटफिट अब यहाँ चाहिँ आलुदम बनिँदैछ हुँदैछ होइन भिडियो यहाँ चाहिँ रोदुले एकदमै राइस रेडी हुँदैछ हाम्रो चाहिँ यहाँनिर है राइस बनाउने पनि एकदमै राम्री अर्ग्यानिक हेर्न सक्नुहुन्छ यहाँनिर है मकैको चामल यहाँ हेर्न सक्नुहुन्छ खर्ची मर्चीमा चाहिँ खर्ची मर्चीको कटिङमा चाहिँ यहाँ मनिषा बहिनी हुनुहुन्छ यहाँ चाहिँ इन्दिरा बहिनीले चाहिँ स्यालेड बनाउनु हुँदैछ गरमले है चिकन फ्राई गर्न आँटेको यो आलुदम सो गाइस यहाँ बिचारा ज्वाइँ र दादाले अहिलेसम्म पनि बनाइदिनु हुँदैछ कहिले कहिले कति बजी पनि सक्छ सिधा दा भनिदिनु त
बजीको नखोज बहिनी 12 हाम्रो बैसक बनाउने लु हाम्रो डेरा बनिँदैछ हो यहाँ लु हेल्प गरेको अरे लु अन्त यहाँ हाम्रो आलु पाकिसक्यो यहाँ अलि अहिले चाहिँ नानीहरूलाई यस्तो भइरहेछ हालत गरमले नानीहरूलाई आलु भुजा ब्रेड अनि आफू पनि हामी सबैजना खाएर यहाँ पकाउँदैछ हो नानाले सलेडको लागि रेडी गर्दैछ नाना र इन्दिराले अन्त के अरे यहाँ चाहिँ हल्का रमाइलो स्टार्ट भइसकेको छ हाम्रो सबैले देखाइदेऊ न ओ चेयर्स ओ चेयर्स चेयर्स एकैचोटि आऊ यहाँ चाहिँ अब भाउजू ए भाटिन चाहिँ राख्दिनँ त्यो यहाँ एक्स्ट्रा बसिरहेछ ऊ आयो लु अब यो नहुए त अब ला मेरो खै मेरो 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 ए चियर्स अब यो नभए त पिकनिक त खल्लो हुन्छ होइन अब अलिअलि त लिनु पर्यो रमाइलो गर्नुको लागि होइन यहाँ यी केटीहरूले अब स्टार्ट भइसकेको छ है हाम्रो अब चाहिँ यो खाएर चाहिँ अब हल्का डान्स भइहाल्छ त्यो त होइन अन्त त्यही चाहिँ अब म पनि फर्स्ट यो लिएको है अन्त अब सरी है अब मेरो च्यानलबाट दाजु होइन ठुलो मेरो मभन्दा ठुलोहरूले हेर्नु हुँदैछ भने सरी आज चाहिँ हाम्रो बहिनीले चिकन बनाउँदैछ आयो धुवाले कस्तो साह्रो परिरहेछ यतापट्टि मनिषाले वाचिपा बनाउँदैछ अन्त यसले चाहिँ चिकन बनाउँदैछ लु तपाईहरुलाई यो पार्ट पनि देखाउनु मन लाग्यो नि त अब यो त नभए खल्लो हुन्छ होइन सो यति नै छ तपाईहरुलाई देखाउँदै गर्छु सो गाइस अब चाहिँ हाम्रो लन्च टाइम भइसकेको छ हाम्रो बच्चाहरूले माम खाँदैछ कस्तो लाग्यो आजको पिकनिक दामी लाग्यो यी सबैजनाले खाँदैछ एमन माम खाऊ लु हाम्रो चाहिँ लन्च टाइम भइसकेको छ हो भर्खरै नानीहरूलाई खानापिना दिउँ नानी भयो यहाँ मेरो छोराले खाइसकेछ आरबे आऊ माम खाँदैछौ के माग्छ माग्नु ल बढीलाई ल यता हेर त कस्तो मजा आयो यहाँ हाम्रो आरबेले खाँदैछ हो लु यस्तै चल्दैछ अहिलेको हाम्रो नानीलाई माम दिएपछि ढुक्कै हुन्छ नि त हामीलाई हो अब तपाईहरुलाई एकछिन बाद भेट्छु मजाले इन्जोय गर्दैछ हाँस्दै नै सो गाइस हाम्रो मेजेको ब्लग एन्ड गर्न आइरहेको छु है मेजेको ब्लग चाहिँ अब अलिकति त्यस्तो नै भयो होइन जति मैले भ्याएको जति है जति मैले ब्लग गरेँ त्यति नै म अपलोड गर्दैछु है अनि फर्स्ट अफ अल सरी भन्न चाहन्छु किनभने तपाईहरुलाई मैले कम्प्लिट भिडियो गर्नु पाइनँ है अनि तपाईहरुले पनि अब बुझिदिनुहुन्छ भनेर एकदमै आशा पनि गर्छु होइन अन्त के भयो भन्दाखेरि अब तपाईहरुले मेरो सब्सक्राइबर प्लस मेरो जति म सोशल मिडियापट्टि एक्टिभ भइरहेको छु है फेसबुकमा अलिकति अपडेट दिइरहेको थिएँ लाइभ भिडियो आएर होइन अलिकति खाएकोहरू रमाइलो गरेको तपाईहरुलाई मैले देखाइसकेको थिएँ नि त अनि अब तपाईहरुलाई मैले त्यो ढाट्नु पनि भएन जे छ टु बी अनेस्ट जे छ त्यही भन्दैछु होइन अलिकति अब त्यही हो मजाले रमाइलो गरेर चाहिँ ब्लग गर्नु बुझ्दै बिर्सेछु साथीहरू है ब्लग मात्रै नभएर एउटा पिक्चर पनि हामीले क्लिक गर्नु एउटा फोटो पनि क्लिक गर्नु पाएन होइन कसैकोमा पनि छैन होइन त्यस्तो भयो है र पनि अब ब्याक क्यामेरा चाहिँ एकदमै मजाले मैले इन्जोय गरिरहेको थिएँ मैले मात्रै नभएर मेरो सबै ग्याङ साथीहरूले होइन मजाले डान्स गऱ्यौँ फेरि हाम्रो चाहिँ के हुन्छ जब हामी गेट टुगेदर हुन्छ साथीहरूको होइन एकदमै बेसी गफ हुन्छ कहिले पनि गफ हुन्छ नि अब सक्दैन सँगै हुन्छ र पनि होइन एभ्री डे सँगै हुन्छौँ र पनि कहिले पनि हाम्रो बात सक्दैन त्यो भएर चाहिँ बात मार्दा है अब अलिकति अब है खाँदै बात मार्दाखेरि चाहिँ
ब्लग गर्नु बिर्सेछु जति गरेको छु त्यति नै तपाईँले हेरिदिनुहोस् है माया दिनुहुन्छ भनेर पनि एकदमै आशा पनि गरेको छु होइन अनि तपाईँले अलिकति नोटिस गर्नु हुँदैछ होला मेरो भोइससँग है मेरो भोइस चाहिँ के भयो भन्दाखेरि यस्तो भयो अब मेटेको दिन एकदमै बेसी घाम लागेको थियो होइन अन्त घाम लाग्दाखेरि चाहिँ चिसो बेसी खाएकोले चाहिँ चिसो पानी होइन दोकानबाट मगाउँदै चिसो पानीहरू खाएकोले चाहिँ यो चाहिँ मेटेको भोलिपल्ट चाहिँ जो मैले ब्लग एन्ड गर्दैछु त्यो दिनको चाहिँ एकदमै साह्रो मेरो अब उयो चाहिँ भोइस चाहिँ पुरा बसिसकेको थियो सो त्यो भएर चाहिँ बिहानै तातो पानीले पुरा कलकल गरेर होइन कलकल गरेर अनि एन्टिबायोटिक खाएर चाहिँ भर्खर बसेर चाहिँ मैले जति मैले ब्लग गरेको छु त्यति नै हाल्छु मेरो सब्सक्राइबरहरूलाई पनि होइन अब विश्वास त हुन्छ नि त किनभने चाहिँ मैले भनेको थिएँ नि त फेसबुकमा लाइभ आउँदाखेरि चाहिँ मेरो ब्लग पनि गर्दैछु मैले ब्लग गर्दैछु यहाँदेखि उता ब्लगमा हेर्नुहोस् भनेर तपाईँलाई मैले अपडेट गराएको थिएँ है अन्त त्यही छ हाम्रो मेटेको ब्लग अब साथीहरू भएपछि अब साथीहरू भेटेपछि रमाइलो त अब हुन्छ नि त होइन सो यति नै थियो है अनि कतिजना मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् मायाले है लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् होइन अनि भिडियो पनि फर्स्टदेखि अन्तिमसम्म तपाईँले अलिकति बुझिदिनुहोस् न तपाईँहरूले पनि यसो नोटिस गर्नुहोस् होइन नोटिस गरेर चाहिँ कमेन्ट गरिदिनुहोस् न है कहाँदेखि चाहिँ मैले ब्लग गरिदिन रहेछु भनेर होइन अन्त त्यति नै थियो हाम्रो मेडेको ब्लग अन्त यसरी नै अब ब्लगहरू हाल्ने छु होइन तपाईँहरूले साथ सपोर्ट दिँदै गर्नुहोस् तपाईँले दिनुहुन्छ भनेर पनि एकदमै आशा गरेको छु है अनि अर्को भिडियोमा अर्को ब्लगमा फेरि भेटौँला बाई अनि थ्याङ्क यू फर वाचिङ है एकदमै थ्याङ्क यू सो मच होइन एकदम सबैजनालाई मेरो भ्युअर्स मेरो सब्सक्राइबर होइन कतिजनाले मेरो भिडियोज मात्रै हेर्नु हुँदो रहेछ कतिजनाले सब्सक्राइब गर्नु भएको छैन रहेछ है तपाईँहरूलाई इफ मन पर्यो भने होइन म त कर पनि लाउनु सक्दिनँ नि त तपाईँहरूलाई है त्यो तपाईँहरूको अब पोइन्ट अफ भ्यू हो होइन अनि कस्तो घाँटी दुखिरहेछ हो अनि तपाईँहरूलाई मन पर्यो भने चाहिँ सब्सक्राइब पनि गरिदिनुहोस् न ल अर्को भिडियोमा फेरि भेटौँला बाई